मैले हिजो यहाँ अन्डरग्राउन्ड बेसको पार्ट 1 बनाएको थिएँ। अब म आज पार्ट 2 गर्दैछु। हिजोको ठाउँमा स्पोन भइसकेको छैन गाइसहरू। यहाँ मेरो आइरनमा स्पोन हालिरहेको थिएँ। यहाँ कोलहरू पनि छ, म कोल माइन गर्न जाँदैछु। गाइस अतीत गेमरलाई सपोर्ट गरिदिनु होला, लाइक सब्स्क्राइब गरिदिनु होला। धेरै भन्दा धेरै सपोर्ट चाहिन्छ हामीलाई चाहिँ हैन। हामी पनि अब यसो भाइरल हुनु पर्ने कोसिस गर्दैछौँ। के लिम आइरन गाइसहरू यहाँ उजाले अन्डरग्राउन्ड बेस पार्ट 2 हो यो चाहिँ हाम्रो। मनी आम भनेको तर मेरो मम्मी र्याङ्क खेलेको अब भन्नु पर्दैन। पार्ट 3 म आज चाहिँ टोटल गाइसहरू आई थिङ्क म आज पार्ट 2 मात्रै बनाउन सक्छु। 10 मिनटको भिडियो मात्रै बनाउन सक्छु गाइसहरू। त्यसैले गर्दा नरिसाउनु होला। म आज यहाँ पार्ट 2 मात्रै बनाउन जाँदैछु, किनभने मेरो बेसी कामहरू छ गाइसहरू। त्यसैले अन्त पार्ट 3 सम्म बनाउने सोच्थेँ आज, तर होस् बनाउँदिनँ। एक दिनमा एउटा भिडियो हाल्छु म। भिडियो डिलिट आयो भने चाहिँ अलि बाई भिडियो लेट आउन सक्छ हैन, किनकि हाम्रो फुटबल ट्रेनिङ हुन्छ र। मेरो भिडियो चाहिँ अलिक राति आउन सक्छ नि गाइसहरू। नरिसाउनु होला त्यति बेला आइसक्यो छ पैसा। हामी चाहिँ स्पिक मार्न जाँदैछौँ। तर अस्ति गाइसहरू जान्दैन गाइसहरू। हामी चाहिँ आफ्नो बेसमा जान्छु। यहाँ क्रिपर छ गाइसहरू, यसलाई म मारिदिन सक्छु सक्दैन। ब्याग हल्का फेरि एक लट मरो गाइसहरू होइन। हामी चाहिँ टिएनटी बनाउनु। यहाँ गाइसहरू हामी चाहिँ अहिले धरानमा बस्छौँ। हाम्रो चाहिँ अलिक घर भर्खरको घर बनाउनु थालेको क्राफ्टमेन्टमा चाहिँ। हामी त्यस्तो अरू जस्तो क्रिएटिभमा गएर लिने होइन, हामी आफ्नो मिहिनेतले बनाउँछौँ। फेरि छिटो हो गाइसहरू होइन, नरिसाउनु। यति राम्रो भिडियो त बनाउँदिनँ, तर पनि सबैले सपोर्ट चाहिँ गर्नु होला। स्केलिटन होसेट गाइसहरू स्केलिटन होइन, होसेट स्केलिटन मारिदिइसकेको छु। अझ म चाहिँ गाइसहरू खाजा खान जाँदैछु है। म गाइस गएर म खाजा स्मेल लान्छु। म चाहिँ अहिले यहाँ रायनको घरमा छु होइन। पार्ट 3 चाहिँ भोलि आउनु सक्छ नि गाइसहरू। यो चाहिँ मेरो सानो अन्डरग्राउन्ड बेस हो होइन, जसमा चाहिँ माइनिङ गरिन्छ। हामी सोच्छौँ गाइसहरू म बेसी माइन्ड उता पनि गर्दिनँ, थोरै केको लागि। अहिले चाहिँ क्राफ्टमेन्टको पार्ट 1 भरि मैले गरिरहेको छु। पार्ट कतिसम्म आउँछ? पार्ट 10 सम्म आउनु सक्छ गाइसहरू होइन। मैले अनि त्यहाँदेखि मोबाइल लेजेन्ड को भिडियो हाल्छु। त्यही सोचिरहेको थिएँ मैले पनि। संयोग उता पर जाउँ न ल। संयोग पर जाउँ न, उता पर बस्नु ल। अब गाइसहरू हामी चाहिँ भर्खरको सानो युट्युबरहरू हो। हामी चाहिँ अन्डरग्राउन्ड बेस बनाउने अहिले पार्टमा छु म चाहिँ होइन। नरिसाउनु होला, म 10 मिनटको मात्रै भिडियो बनाउँछु। त्यसैले नरिसाउनु होला। 10 मिनट घन्टा कति मिनटसम्म बनाउनु भनेर कमेन्टमा भनिदिनु न। नत्र भए कि आज म बेसीसम्म पनि बनाउन सक्छु। 11 मिनटसम्म 11 मिनट धेरै भयो कि। पछि अब कमेन्टमा भनिदिनु यो कमेन्टमा कति मिनटसम्म भिडियो बनाऊँ भनेर। नरिसाउनु होला, थोरै भिडियो बनाउँछु भनेर। गाइसहरू हामीले यहाँ चाहिँ हङ्गर बियर चाहिँ लो भइसकेको छ, त्यसैले हामी यहाँ खाजा खान्छौँ। यहाँ फेरि आज खाना पकाउँछौँ। टस बनाउँछौँ हल्का हामी चाहिँ, अनि हल्का
पिक्याक्स अनि टस फेरि हामी चाहिँ अन्डरग्राउन्ड अझै थपिदिन्छौँ ओह्रालोतिर हिजोको भिडियोमा चाहिँ भोइस गरिनँ अनि आज चाहिँ म यहाँ फ्री छु त्यसैले भर्खरै हामी चाहिँ ट्रेनिङबाट गइरहेको अनि हल्का फ्रीमै छौँ अनि भोलि हाम्रो भोलि शुक्रबार हो डान्स कम्पिटिसन फोन लिएर जानु होला चाहिँ यहाँ फोन लगाउनु अलाउड छैन हाम्रो स्कुलमा चाहिँ भोलि डान्स कम्पिटिसन अब तपाईँलाई पिकनिकको म भिडियो बनाएर देखाउँछु तपाईँलाई त्यसमा चाहिँ म पनि हुनेछु त्यसमा चाहिँ रायन पनि हुन्छ तपाईँ चिन्नु हुँदैन होला रायनलाई तर पनि मैले चिनाइदिएको छु तपाईँलाई मैले हिजो एउटा भिडियो हालेको थिएँ अब आज एउटा अनि आज अनि भिडियो हालेर म आई थिङ्क आज मोबाइल लेजेन्डको पनि हाल्नु सक्छु हालौँ कि नहालौँ अब म यो भिडियो हाल्छु अनि कमेन्टमा भनिदिनुहोस् नमासे गाइसहरू कोलिन मैले बेडहरू पनि बनाइसकेको छु होइन छिटो छिटो मैले हिजोको पार्टमा बनाइसकेको थिएँ बेडहरू चाहिँ पार्ट 1मै यो टोटल भिडियो चाहिँ म पार्ट 10 सम्म बनाउन जाँदैछु अनि त्यसपछि मोबाइल लेजेन्डको भिडियो बनाउँछु हस् कति बेसी कोलहरू मामा गाइसहरू त्यही पनि मेरो गेममा जोइन गर्नु चाहनुहुन्छ भने तर हुँदैन गाइजहरू यो नर्मल गेम हो म माइनक्राफ्टको भिडियो चाहिँ ल्याउन सक्दिनँ किनभने माइनक्राफ्ट पैसाले मात्रै किन्न सक्छ हामी चाहिँ गरिब सानो युट्युबर पछि ठुलो भएपछि म तपाईँहरूलाई हामीलाई त्यसरी कसरी गर्नु पनि आउँदैन वी आर गुड चिल्ड्रेन्स गाइजहरू कोल हेर्नु न गाइजहरू हामी चाहिँ अन्डरग्राउन्ड बेस भन्दा पनि अन्डरग्राउन्ड बेसै हो अनि तर हामी हल्का माइनिङ बेसी गर्छौँ हामी माइनर पछि म गाउँ गएर तपाईँहरूलाई पनि म भिडियोहरू फेरि बनाएर हाल्छु मेरो भाइहरूसँग त्यहाँ चाहिँ म कसरी तपाईँहरूलाई जोइन गर्ने देखाउँछु तर यो सर्टमा मात्रै हुन्छ यहाँ चाहिँ गाइस मोबाइल लेजेन्ड खेल्दैछ एउटा भन्ने मान्छे चाहिँ रायन भन्ने मान्छे मोबाइल लेजेन्ड यहाँ खेल्दैछ अलिक ग्राउन्ड अन्डरग्राउन्ड बेस बनाउँछु हस् गाइसहरू आइरन भेटिसकेको छैन गाइसहरू म चाहिँ ओभर लकी छु क्या 3 आइरन भेटिसक्यो 4 आइरन 5 आइरन क्लास गएन गाइसहरूले फेरि 5 आइरन भेटिसकेको गाइसहरू म स्मेल हान्न जान्छु हस् गाइसहरू 6 आइरन छ म स्मेल हान्छु ल गाइसहरू रात परिसकेछ म चाहिँ सुत्छु है चाहिँ मेरो भाइहरू छ गाइसहरू सुत्छु अनि पार्ट 1 मैले हिजोको पार्ट 1 भिडियोमा चाहिँ मैले बेड बनाएको थिएँ अनि हल्का यहाँ थोरै अन्डरग्राउन्ड बनाएको थिएँ आज चाहिँ म हल्का बेसी नै बनाउन जाँदैछु अन्डरग्राउन्ड बेस आज मोबाइल लेजेन्ड पनि बनाऊँ भिडियो तर हुँदैन गाइसहरू म आज तपाईँहरूको लागि भनेर बेसी यहाँ भिडियो बेसी मिनटसम्म भिडियो बनाउन जाँदैछु गाइसहरू अहिले 10 मिनटसम्म टोटल मेरो भिडियो तर तपाईँहरूको सपोर्टले गर्दा म तपाईँहरूले सपोर्ट दिनुभयो भने म आज बेसी भिडियो बनाउन जाँदैछु यो भिडियोमा बेसी सपोर्ट दिनु भने हाम्रो एउटा डगीको भिडियो हालेको छौँ त्यसको नाम चाहिँ राखिदिने भन्दा हाम्रो च्यानलमा गएर हेरिदिनु होला होइन यहाँ भिडियो बनाएको सुकाएको बाहिर छ बाहिर भन्दा नि उता छ उतामा हुन्छ बाई
गाइस टोटल 10 मिनटको भिडियो भइसक्यो म टोटल 12 मिनटसम्म बनाउँछु देवा कोठामा गाइसहरु यता साइडमा अब लास्ट 2-3 मिनट गाइस सर्ट भिडियो बेसी भिडियो पनि बनाउँछु म अनि म चाहिँ तपाईहरुलाई मोबाइल लिजेन्ड गर्ने भिडियो तालपरि आज बनाइदिन सक्छु ल त वाट्सएप गाइस मैले त्यो वाट्सएप आइहाल्यो नि मैले भाषा गर्छु ल गाइस आजको लागि चाहिँ यति नै नयाँ भिडियो 3-4 मिनट भनेको अब गाइसहरु म 3-4 मिनटसम्म भिडियो बनाउँदिन अब गाइसहरु ग्लिच भएको समस्या छैन ल त गाइस आजको लागि यति नै बसिन म आइरन टिपिहाल्छु त बस आजको लागि चाहिँ गाइसहरु बसिन नेट तो गाइस आजको लागि चाहिँ म यति नै रान हेर्दै हैन तो आजको लागि चाहिँ म गाइसहरु यति नै इन्ड गर्न जाँदैछु ल बाइ बाइ